हेलो म नुहाइ धुवाइ परेर गरेर बसिरहेको छु। एकदम धेरै गर्मी छ यहाँनिर चाहिँ ट्याक्क लाएर हामी बहिनी भोलि घर जाँदैछिन्। रोटी पकाउने तयारी हुँदैछ। मेरो छोरीले नि सघाउँदैछिन् रोटी पकाउनलाई। क्यामेरा पुस्नु न खोला रहेछ होइन रहेछ। ठिक छ ठिक छ। श्रीनिति हजुर के गर्नु नआएको? के गर्नु सानी नानी आइदिइहाले। उहाँ मेरो मम्मी हुनुहुन्छ। मेरो मम्मी चाहिँ ट्याक्क लाएर यहाँ झिङ्गा धपाउँदै हुनुहुन्छ। यहाँ आज एकदम झिङ्गा लगाइरहेको छ गाईहरू। एकदमै धेरै गर्मी छ यहाँ। यो चाहिँ हाम्रो घरको गाभा। यो पुरै गाभै गाभा छ। यहाँ गाभा छ। यहाँ चाहिँ अम्बाहरू फल्न लाख। अनि यहाँ करेला फल्न लागेको छ। किरा लगाइरहेको रहेछ। यो चाहिँ कोदाको बिउ हो होइन। यो चाहिँ हाम्रो घरको तुलसीको मोठ। यहाँ हामीले पानी राख्छौँ गणेश भगवानलाई। यिनी चाहिँ हाम्रो घरकी लक्ष्मी गौमाता। हाम्रो घरमा बस्तु भने एउटा गाई हो। यति ठुलो घर छ यो गाईको चाहिँ। मम्मी ड्याडीहरू एकदम जाँगरिलो हुनुहुन्छ हाम्रो। यति धेरै घाँस एउटै गाईको लागि ल्याएर राख्नुभयो। यो चाहिँ हाम्रो गाईको गोठ हो। यहाँ चाहिँ यो गाई बस्छ तल्लो फ्ल्याटमा। माथिल्लो फ्ल्याटमा चाहिँ गाईको घाँसहरू बस्नुहुन्छ। घरमा चाहिँ ट्याक्क एउटा केरा पनि पाक्न लागेको छ। बाई गाई बाई। यो चाहिँ हाम्रो घरमा फलेको कागती लटरम्मै फलेको छ। यता पछाडि चाहिँ हाम्रो तरकारीबारी छ। म त्यता गइनँ किनभने यहाँ एकदम धेरै घाँसहरू छ। यो घाँसले चाहिँ मलाई के गर्छ त भन्दाखेरि सर्प आउँछ भने डर हुन्छ। सो द्याट म गइनँ। यो हाम्रो गाईको घर हो। गाईहरू तिनजना आमा छोरी छोरी सबै हातमा नागे लुटीको पिठो फा भन्दै मैले पिठो फाए लाछु मामु भन्दै मैले पिठो फाएछु नि। ज्वाइन रोटी खानु। यो चाहिँ भिन्डी, यो बोडी, अनि यो भिन्डी, यो फर्सी। छोरी पनि यहीँ आइसक्यो। यो चाहिँ हो भिन्डी, यो फर्सी, यो किम्बु। अनि यस पछाडि हाम्रो घरमा चाहिँ आगो बाल्न प्लास्टिक युज हुँदैन। यसरी दुधहरू तताउनको लागि आफूमा पऱ्यो भने चाहिँ यसले बिर युज गर्नुहुन्छ मम्मी ड्याडीले। अनि मेरो मम्मी ड्याडीले 1 वर्षमा यति दाउरा युज गर्नुहुन्छ दुध तताउन। यति दाउरा सकिन्छ वैशाखदेखि अहिलेसम्म। यता यी थाँक्राहरू लाउनु भएको। यहाँ बोडीहरू के फलाउनलाई। यो चाहिँ मकै हो। यो कहिले खाने बेला हुन्छ थाहा छैन। अब हामी फेरि घुम्न जान आँटेका छौँ। लामिछाने श्रीनिति कता हिँडेको? आऊ साबुन लाएर हात धुने। आऊ घर जाऊँ। आऊ आऊ बेबी आऊ। म अहिले चिया खाइरहेको छु। गाइजहरू यो उहाँ के भनेर बोलाउने? बाबा आउनु न नानी भेट्न।
ल भेट्न आउनु न नानी भेट्न आउनु न भन्यो म चाहिँ अहिले बहिनीको बेको भिडियो हेर्दैछु हामी नारा यहाँ ट्याक्क बसेर भूत जस्तै भएर आज आए क्या होगा गएर हाम्रो मम्मी यहाँ रोटी पकाउँदै हुनुहुन्छ अनि यहाँ हाम्रो यो खाना पनि पाकिरहेछ रोटी यति बनाउनु भयो मम्मीले यहाँ दुध तताएर राखेको छ मम्मी हजुर कस्तो गरम भइरहेको धेरै गर्मी छ छोरी है मम्मीलाई धेरै गरम भइरहेको भन्नुभयो ल नाक पनि रातो बनाएर हाम्रो हातमा बहिनीले थ्रेडिङ गर्न जानेको फाइदा म अहिले थ्रेडिङ गर्दैछु मेरी बहिनीले थ्रेडिङ गर्न सिकाउँदैछिन् मलाई ह्याप्पी एनिभर्सरी बामा बाटे बा ओ यो नानीको नाकमा लाउने अनि खाने नबा नाकमा लाउने नाकमा मुखमै खाने नानीलाई म नुहाइदिन्छु नि पुत्त नुहाइदिन्छु नि यस्तो नानी अनि यता हेला न डनी आमालाई हेला न डनी ल टिका पनि नाउने ल अब ए भन अब एकचोटि ल ह्याप्पी बर्थडे भन्दियो ल ह्याप्पी बर्थडे भन्ने छु ह्याप्पी बर्थडे भन्ने आऊ ह्याप्पी बर्थडे के भने थाहा न त्यसले खाने भन न त नि तिमी नि आफू फेरि खाने सानीलाई हेर त बाजा बस्यो लाउन नि के गर्ने होला फोटो नै उल्टो भयो Please God bless me.